टासिदिलेक नमस्ते। टिबेट को नेपाली प्रसारण हेरिरहनु भएको सबै श्रोताहरूलाई स्वागत छ। यस सप्ताहको तिब्बत परमपावन दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ मालुरो सङ्घपो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। हाम्रो जीवन आशामा आधारित छ, परमपावन ज्यूको भनाई। प्रशासनका प्रमुख डाक्टर सिंघेद्वारा नवनिर्वाचित प्रमुख श्रीमान पेम्बा छिरिङलाई बधाई व्यक्त। सम्पूर्ण तिब्बतीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा रु 5 करोडको योगदान। केन्द्रीय प्रशासनद्वारा 11औं पञ्चेन लामा ज्यूलाई बलपूर्वक बेपत्ता पारिएको 26औं वर्षको अवलोकन एउटा पुस्तकको विमोचन। प्रतिनिधि डाक्टर आर्यद्वारा तिब्बतमा मानव अधिकार र वैदेशिक मामिलाबारे जापान संसदीय समूहलाई सम्बोधन। युरोपेली सङ्घका उच्च प्रतिनिधिले यातनाको प्रयोग र तिब्बती लगायत राजनीतिक कैदीहरूको अमानवीय व्यवहारलाई निन्दा। तिब्बतमा धार्मिक अभिव्यक्तिबारे अमेरिकी राज्य विभागको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको रिपोर्ट। अब समाचार विस्तारमा। यस हप्ता बुधबार पीको आयरसँग आशा सम्बन्धी वार्तालापमा परमपावन ज्यूले हाम्रो जीवन आशामा निर्भर छ र यदि हामीसँग आशा छ भने हामीले सबै समस्याहरूलाई सामना गर्न सक्षम हुनेछ भन्नुभयो। Future, hope means for future. For future, no guarantee, but we still remain on hope. This is too much pessimism. It's truly harmful. Our potential then cannot function or utilize properly. So hope, optimism is very, very important. पीको आयरसँगको अनलाइन अन्तर्वार्ता क्यालिफोर्निया विश्वविद्यालय सन्टा बार्बराले आयोजना गरेको थियो, जससँग परमपावन ज्यू 40 वर्षदेखि सम्बन्धमा हुनुहुन्छ। प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंघेले नवनिर्वाचित प्रशासनका प्रमुख श्री पेम्बा छिरिङ र 17औं तिब्बती संसदका 45 जना निर्वाचित सदस्यहरूलाई बधाई दिनुभयो। नवनिर्वाचित श्री क्योङलाई बधाई दिँदै भिडियो सन्देशमा डाक्टर सिंघेले शक्तिको सहज सङ्क्रमणको लागि पूर्ण सहयोग गर्नुहुने र 26 मईमा शपथ समारोहको लागि प्रस्ताव राख्नुभयो। अमेरिकी राज्य विभागका प्रवक्ताले नवनिर्वाचित प्रमुख श्री पेम्बा छिरिङलाई बधाई सन्देश ट्विट गर्दै वैश्विक तिब्बती प्रवासीले समर्थन र प्रशासनको साथ काम गर्न इच्छुक रहेको बताउनुभयो। अर्को उल्लेखनीय विकासको कुरा गर्दा ताइवानका विदेश मन्त्री श्री जोसेफ वुले नवनिर्वाचित श्री पेम्बा छिरिङलाई बधाई दिनुभयो। उनले ताइवान र तिब्बतलाई विश्वासिलो साझेदार भनेर परिचय दिएका छन्, जसले प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका साझा मूल्यहरूको रक्षा गर्न सँगै काम गर्न सक्छन् भन्नुभयो। जापानका पूर्व शिक्षा मन्त्री र तिब्बतका लागि सर्वदलीय जापानी संसदीय समर्थन समूहका वर्तमान अध्यक्ष श्री शिमोमुरा हाकुबन र पूर्व संसद सदस्य र सेभ तिब्बत नेटवर्क जापानका प्रतिनिधि श्री माकिनो सेसुले नवनिर्वाचित प्रमुख श्री पेम्बा छिरिङलाई हार्दिक बधाई दिनुभयो र तिब्बतको मुद्दालाई सुल्झाउने प्रयासमा परिचालन गर्न घनिष्ठ सहयोग सुनिश्चित गर्नुभयो। केन्द्रीय तिब्बती प्रशासनको नेतृत्वमा प्रवासी तिब्बती समुदायहरूद्वारा भारत सरकारको कोभिड-19 महामारी विनाशकारी दोस्रो लहरको लागि प्रधानमन्त्री राहत कोष भनेर चिनिने भारत सरकारको आपतकालीन कोषमा 5 करोड रुपैयाँ दान गर्नुभएको छ। विश्वभरिका तिब्बतीहरूले गरेका यी योगदानहरू भारतमा रहेका सम्बन्धित कार्यालयहरू र 13 देशहरूमा स्थित तिब्बती दूतावास कार्यालयहरू मार्फत 2 हप्ताको छोटो अवधिमा सङ्कलन गरिएको छ। प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंघेले उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया, ताइवान, भारत, नेपाल र भुटानमा रहेका तिब्बतीहरूले 5 करोड रुपैयाँ जम्मा गरेका छन् भन्नुभयो। फ्रन्टलाइन वर्कर्सहरूले गरेको प्रयासहरूको सराहना गर्दै उनले स्वास्थ्यकर्मीहरूलाई 5,000 रुपैयाँ मनदेय दिने घोषणा पनि गर्नुभयो। केन्द्रीय तिब्बती प्रशासनको सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागले चिनिया सरकारले तिब्बतको 11औं पञ्चेन लामाको अपहरण भएको 26औं वर्षको उपलक्ष्यमा यस हप्ता सोमबार एक भर्चुअल बुक लन्च वार्ता कार्यक्रमको आयोजना गर्नुभयो। तिब्बत स्टोलन चाइल्ड पुस्तकले 10औं पेन्चेन लामा लुन्डुप छुकी ग्यान्सेको विरासतको मुख्य विशेषताहरू प्रस्तुत गर्दछ। So we salute the bravery and the courage of our national hero, late Panchen Lama. But at the same time, we demand
that the 11th Panchen Lama, Gendin Chökyin Nyima, be released. So today we are launching this book. This will be in different languages to reinvigorate the cause of Panchen Lama. कार्यक्रमका प्यानेलिस्टहरूमा टसिलुम्बु गुम्बा बेलोकुपीका उपाध्याय सिग्याप रुबुचे, लोकसभा सांसद श्री आनन्द कुमार हेगडे र केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंगे हुनुहुन्थ्यो। वक्ताहरूले पेन्सन लामा ज्यूको वंशको महत्त्वबारे कुरा गर्दै 11औं पेन्सन लामा ज्यूको रिहाईको सम्बन्धमा संयुक्त राष्ट्र संघले गरेका प्रयासहरूलाई प्रकाश पारेका छन्। निर्वासनमा रहेका तिब्बती संसदले विश्वभरका निष्पक्ष सरकार, संसद र गैर सरकारी निकायहरूको समुदायमा पेन्सन लामा ज्यूलाई बेपत्ता परिएको सम्बन्धमा अपील गरेको छ। मन्त्री परिषदले एक विज्ञप्ति जारी गरी चिनिया सरकारलाई 11औं पेन्सन लामा र उनका अभिभावक र झटे रिम्पुछेलाई बिना शर्त रिहा गर्न आग्रह गरेको छ र चीनलाई उनको धार्मिक स्वतन्त्रताको सम्मान गर्न र 10औं पेन्सन लामाको विरासतलाई अगाडि बढाउन अनुमति दिन आग्रह गर्नुभयो। तिब्बत हाउस जापान, स्विजरल्यान्ड र लिक्सेनस्टाइनको तिब्बती समुदाय, लिथुनिया तिब्बत समर्थन समूह र बेलोकुपमा स्थित टसिलुम्बु गुम्बाले राजनीतिज्ञहरूको ध्यान आकर्षण गर्न तिब्बतमा राजनीतिक कैदीहरूको अवस्था र मानवाधिकारको लगातार उल्लङ्घनको बारेमा जनचेतना जगाउनु भयो। ताइवान, क्यानाडा, अस्ट्रेलिया र अन्तर्राष्ट्रिय निकायका संसदहरूले 11औं पेन्सन लामा ज्यूलाई रिहा गर्न चीनलाई दबाब दिएका छन्। तिब्बत ब्युरो जेनेभाले पेन्सन लामा ज्यूको रिहाईको लागि संयुक्त राष्ट्र संघमा निवेदन पेश गरेका छन्। तिब्बत ब्युरो जेनेभाले कसरी 26 वर्षपछि पनि चीनले पेन्सन लामा ज्यूले आफ्नो अधिकार नदिएको, उनको ठाउँ लुकाउने र सदियौं पुरानो धार्मिक परम्परामा हस्तक्षेप गरेको बारेमा भर्चुअल प्यानलमा छलफल गर्नुभयो। The fact that he was abducted like 3 days after being designated Panchen Lama points out the irrationality of the whole situation and the terrifying determination of Chinese authorities to actually restrict Tibetan religious freedom. यस हप्ता बिहिबार प्रतिनिधि डाक्टर छवन्जेब आर्यले तिब्बत र संयुक्त राज्यको तिब्बती नीति र समर्थन ऐन 2020 को वर्तमान स्थितिलाई सम्बोधन गर्दै जापानी संसद भवनमा मानव अधिकार प्रवर्तन सम्बन्धी अल पार्टी जापानी संसद समूहले गरेको सुनवाईमा सम्बोधन गर्नुभयो। तिब्बत बारे सुनवाईमा विभिन्न राजनीतिक दलका करिब 30 जना जापानी सांसदहरू उपस्थित हुनुभएको थियो। सुनवाई संसदका सदस्य र पूर्व आन्तरिक मामिला तथा संचार मन्त्री तथा सुरक्षा राज्य मन्त्री वातानाबे शूले मध्यस्थ गर्नुभयो। युरोपेली संघका विदेश मामिला सम्बन्धी उच्च प्रतिनिधि जोसेफ बोरेलले तिब्बती लगायत राजनीतिक बन्दीहरूलाई यातना र अन्य अमानवीय व्यवहारको प्रयोगको निन्दा गर्नुभयो। उनले युरोपेली संघले तिब्बतीहरूको अधिकार लगायत मानव अधिकारको सम्मान र संरक्षण गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्नो दायित्वहरूको पालन गर्न चीनलाई बारम्बार आग्रह गरिरहेको छ भन्नुभयो। भिक्षु छोकी, 3 बच्चाकी आमा लामो, किशोरी भिक्षु तेन्जिन निमा र टुर गाइड कोन्चो जिम्बाको मृत्युपछि युरोपेली संसदको तिब्बत रुचि समूहका 12 युरोपियन संसदका सदस्यहरूले यो प्रश्न राख्नु भएको थियो। अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको कार्यालयले यस हप्ता आफ्नो वार्षिक अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट जारी गरेको छ। एक प्रेस विज्ञप्तिमा सेक्रेटरी एन्टनी ब्लिङ्कनले चीनले धार्मिक अभिव्यक्तिलाई व्यापक रूपले अपराधीकरण गरेको छ र मुस्लिम, युगुर तथा अन्य धार्मिक र जातीय अल्पसंख्यक समूहका सदस्यहरूका विरुद्ध मानवता र नरसंहारको अपराध जारी गरिरहेको टिप्पणी गर्नुभयो। And China broadly criminalizes religious expression and continues to commit crimes against humanity and genocide against Muslim Uyghurs and members of other religious and ethnic minority groups. उक्त रिपोर्टले फलुङ गौं चिकित्सकहरू, इसाईहरू र मुसलमानहरूको साथै चीनमा रहेका तिब्बती बौद्धहरूलाई रोजगारी, आवास र व्यवसाय अवसरको रूपमा गम्भीर सामाजिक विभेदको सामना गरिरहेको बारे उल्लेख गरेका छन्। हस्त यसका साथै आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता साप्ताहिक समाचारका साथ फेरि भेटौँला। टसिदेले नमस्ते।